हेलो साथीहरु, नमस्कार। आज हाम्रो घरमा नयाँ फलामको चुलो आएको छ। आज यही चुलोमा पहिलो पटक खाना पकाउँदैछु। पहिलो खाना के पकाउने भनेर सोच्दा नि साथीहरु माछाको झोल र भात पकाउने विचार आयो। आज मैले भाँडामा लेसन लगाइसके साथीहरु र म चाहिँ चामल केलाउँदैछु। राम्रोसँगले हेर्नु पर्यो नि त, ढुङ्गा माटोहरू हुन्छ। नयाँ चुलो भएकाले आज आगो बालेर हेर्दैछु। चुलो पनि एकदम राम्रो रहेछ। अब यही चुलोमा मिठो खाना पकाउने छु है साथीहरु। म चाहिँ माछा सफा गरेर मसलाहरू तयार गर्नु पर्यो। आज माछाको झोल अलिक मजाले झोलिलो बनाउने है। भातसँग खाना एकदम मिठो हुन्छ। मैले चाहिँ माछालाई मजासँगले धोइ पखाली गरिसकेँ। अब यसमा म लगाउँदैछु बेसार। बेसार लगाइसकेपछि चाहिँ यसमा लगाउँदैछु म नुन र बेसार चाहिँ मजासँगले मोलेर यसलाई आधी घन्टा जति छोपेर राखिदिनु पर्यो साथीहरू। र म चाहिँ अब यहाँनिर जिरा पिन्दैछु साथीहरू। जिरा, अलिकति जिरा, अनि यहाँनिर देख्न सक्नुहुन्छ तोरी चाहिँ माछाको लागि धेरै नै राम्रो रेसिपी हो है साथीहरू। यसले चाहिँ माछाको झोललाई यति धेरै टेस्टी बनाउँछ कि साथीहरू। ल अब माछा चुलोमा बसिसक्यो। फलामको चुलोमा पकाएको खानाको आफ्नै छुट्टै स्वाद हुन्छ भन्छन्। आज हेर्नु पर्यो कस्तो हुन्छ भनेर। अब यो प्याजलाई चाहिँ मैले रातो हुने गरी भुट्दैछु र अघि पिनेको तोरीलाई पनि लगाइदिएँ। यसलाई पनि मजासँगले रातो हुने गरी खरियाएर भुट्नुपर्छ है साथीहरू। अनि अदुवा लसुन जिराको पेस्ट, अघि मैले अदुवा लसुन चाहिँ देखाएको थिएन, यसमा चाहिँ अदुवा लसुन लगाएको छ है साथीहरू। ल है साथीहरू, खाना तयार भयो। नयाँ चुलोमा पकाएको पहिलो खाना तातो भात अनि माछाको झोल हेर्दै पनि कति मिठो देखिएको छ। ल है, आजको मेरो ब्लग यतिमै राख्छु। नयाँ फलामको चुलोमा पकाएको पहिलो खाना पनि तपाईँहरूसँग सेयर गर्न पाएकोमा मेरो ब्लग अन्तिमसम्म हेरेर साथ दिनुहुने सबैजनालाई मनैदेखि धेरै धेरै धन्यवाद। यस्तै माया र साथ सदैव दिइरहनु होला है। फेरि अर्को नयाँ ब्लग लिएर भेटौँला।